दाइ त कता गयो यार मालिनीको त हरायो त कल गर एकचोटि फोन हाल्नु पर्ने भयो कहाँ गयो हरायो त यार त्यो दाइ साँच्चै यार हेलो दाइ कहाँ हो दाइ यार पैसा लिएर कहाँ हराउनु भयो तपाईँ यार हामी यार दाइ यार माल खान नपाएर सिक भएर बसिरहेको छौँ दाइ यार ल ल छिटो आउनु पर्यो ल आउँदैछ अरे यार माल यार अलिकति चाहिँ तान्दै गर्छ नि त हेलो भन्दा भाइ ल्याउँदैछु त हौ मलाई किन ल्याङ गरेको फोन गरेर यहाँ कप्सले खेदाएर म चाहिँ बाल बचेर आइरहेको छु कहाँ छ सिमहरू ए त्यहीँ हो ल धेरै ल्याङ नगर ल म आउँदैछु ल ल के हो केटा फोन गर त वाक्क लगायो तिमी भन्दा बाटोमा दिमाग खराब भएर कप्स लेखेर आएर गिदी भएर डेम्पर भइरहेको छ फोन गरेर गिदी गर्छौ तिमीहरू फेरि कहाँ भइरहेको छ दाइ यार माल खान नपाएर यहाँ सिक भएर बसिरहेको छौँ दाइ यार हिजो लगेको पैसा तपाईँले आजसम्म माल ल्याइदिनु पर्यो नि दाइ अनि गिदी भइरहेको छ कप्सले रातो खेदाइरहेको केटाहरू अनि माल खान नपाएर हेर्नु न अनि यहाँ चाहिँ पुरा अहिले ठाउँमा उठाइरहेको छु गिदी भएर त्यही पनि दिमाग खराब एक सिक छ दाइलाई झन् हिजै चाहिँ कल गरेको हिजै पैसा दिएर हिजै कल गरेको जम्मा एक सिक छ अब को खाने को हेर्ने हो तिम्रो त अलिअलि पनि खाँदै रहेछ मलाई झन् हिजोदेखि खानु पाएको छुइनँ दिमाग खराब भएर चाहिँ मालकै खोजीमा हिँड्दै झन्डै ल केटा हो जे हुनु भइहाल्यो होइन अब यो माल चाहिँ बसेर खानु बनाउँछ आमामा दाइले कस्तो कपेरै राखेको छ छैन भन्दै दाल बचेर ल्याइरहेको छु यति पनि त्यही भने दिमाग खराब भइरहेको छ झन्डै भेटेको तनाव भइरहेको छ के गर्नु केटा गाह्रो छ अहिले पुरै सर्टेज छ कि हान्दिउँ त हान्दिउँ अहिले कपले खाँदै पनि रहेछ त्यो कहाँबाट ल्याएको हिजोकै हो दाइ यार अलिकति थियो त्यही अब ल बनाऊ त माल सर्टेज भएर माल पनि अहिले कम दिनु थालेको छ हौ यतिकै पुस गरेँ अब दाइ माल चाहिँ अलिअलि राखौँ है सबै चाहिँ माल नखाऊँ कि एउटा साथी पनि पुरा सिकमा बसिरहेको छ त्यसलाई पनि लगिदिनु पर्ने छ यो अब त खानु पऱ्यो होइन त सिक भएर बसेर चाहिँ एक सर्ट भए पनि लगिदिनु पर्ने छ अरे कि त्यसलाई माल कता लग्थ्यो त्यस्तो भनेर कहाँ हुन्छ भाइ यार यहाँ दिमाग खराब भइरहेको छ कस्तरी मैले ल्याइरहेको छु माल अनि दुनियाँलाई खुवाएर हुन्छ दुनियाँ खाँदैहरूलाई त्यो भाइ फेरि मा खाँदैछ क्या त्यसलाई कहिलेसम्म पाल्ने मलाई खुवाएर अनि एक सर्ट भए पनि ल्याएर लगिदिउँ न त्यो त हो कि अहिले यस्तो सर्टेज छ क्या यस्तो बेलामा हामीलाई त यहाँ कहाँ भइरहेछ अनि यहाँ दुनियाँलाई खुवाएर साध्य हुन्छ त काम छैन क्या बरु हामी बरु सँगै बसेर खाम मिलेर दुनियाँलाई बाँड्ने काम चाहिँ नगरौँ क्या त्यो मा खाँदैछ कस्तो खटेर बाइक जस्तो दाइ मलाई पनि एक सिक दिन यार म सिक भएर यार दिन रातभरि सुतेकै छुइनँ यार के हुन्छ भाइ यार तिमी यार ठेट जहिले तहिले मारेर जिन्दगी चल्छ पछि अलिक भर्खर दाइले ल्याइदिनु तपाईँलाई फाएको छु त यार दाइ प्लिज यार एक सिक दिन म यहाँ सिक भइरहेको छु यार दाइ हेर्नु न यहाँ खाना पनि खाएको छुइनँ हात खुट्टा कामिरहेको छ यार दाइ खानु नपाएर दाइ प्लिज एक सिक दिन न यार दाइ
एक सिक्दिन यार दाइ हुँदैन भाइ यार कस्तो ल्याङल्याङ छ यार यो भाइ कति लेङ गरेको होइन के हो काम छैन क्या भाइ तिम्रो जहिले जहिले मागेरै जिन्दगी चल्छ दाइ तपाईँले त मागेको थियो साथीहरू मागेको थियो के हो यार 1 सालको छ भने दिनु यार साथी हो साथी भन्नु भएन त भाइ यस्तो मैले कफले खेर आएर यहाँ बालबाल बसेर अलिकति लिएर आएको छ तिमी जहिले तहिले मागेर जिन्दगी चलाउँछौ भाइ अब खान्छ भने त तिम्रो बाइक राख खाँदै पारा चाहिँ नगर नि फेरि मेरो अगाडि सिक दिन्न यार एक्सन दाइ प्लिज यार एक सिक्दिन यार दाइ प्लिज यार जहिले तहिले के हो भाइ यार ल्याङ दाइ तपाईँले जहिले तहिले के भाइ मागेर जिन्दगी चल्छ होइन दाइ तपाईँले सिकाएको होइन पहिले होइन हुँदा दिएको छु सिकायो होला भाइ मैले जहिले तहिले पालेर सक्छु तिमीलाई यार एक सिक्दिन यार दाइहरू धेरै ल्याङ नगर है भन्दैछु नि म 12 तातिरहेको छ अघिदेखि दिमाग खराब भइरहेको छ नि दाइ प्लिज यार भगवती सबै खाँदै पारा नदेखाउ नि मेरो अगाडि दाइ यार प्लिज दिन्न यार दाइ एक सिक म त दिन्न यार होइन भाइ ल्याङ नगर भन्दैछु है म प्लिज प्लिज एक सिक दिन्न यार तिमीले गर्नु खोजेको चाहिँ के हो दाइ एक सिक गर्नु खोजेको के दाइ प्लिज एक सिक दिन्न यार एक सिक ठोकडालाई ठोक मादर जोतलाई दाइ प्लिज छोडिदिनु न यार दाइ दाइ प्लिज छोडिदिनु न यार दाइ यसको काल गर्छु म आज ल एक डोज तैँले मलाई नदेखेको होइन एक डोजको परिणाम कस्तो हुन्छ थाहा पाइस् होला नि ल ल साला एक डोजको लागि तैँले मलाई नदिएको होइन आखिरमा मरेर छाडेको छैन साला एक डोजको लागि तैँले मलाई एक सिक नदेखेन ल ल नमस्कार म राजु श्रेष्ठ तपाईँले यो भिडियो मार्फत हामीले देखाउनु खोजेको घटनालाई चाहिँ हेर्नुभयो होला तपाईँहरूको पनि यस्तै दिन घर गाउँ समाजमा आउँछ भन्न सकिँदैन त्यसैले सबैजना सचेत रहनु होला लागु औषधमा लागेको नानी बाबुहरूलाई तपाईँहरूले लागेको देख्नुभयो या केही भएको छ भने पुलिसमा सम्पर्क गरिदिनु होला र मेरो भनाइ यी टुङ्गाउन चाहन्छु र यता हाम्रो साथी हुनुहुन्छ राजन श्रेष्ठ 2 शब्दमा राखिदिनुहुन्छ लागु औषधको बारेमा केही भनिदिनुहोस् नमस्कार म चाहिँ राजन श्रेष्ठ र यही जुन भिडियो तपाईँहरूले हेर्नुभयो होला अब हेरेर कस्तो लाग्छ होइन राम्रो नराम्रो छुट्याएर चाहिँ कमेन्ट गरिदिनु होला र त्यही भन्न चाहन्छु हेरिदिनु होला अब होइन खासै अब हामीले यही लागु औषध सम्बन्धी जुन फसेको जति पनि हुनुहुन्छ उहाँहरूको लागि चाहिँ होइन एउटा सन्देशमूलक पनि हो त्यही हो मेरो भनाइ होइन ल त्यही भिडियो हेरेर मनोरञ्जन लिनु होला नमस्ते गरेको जय नेपाल जय नेपाल